थपघट गर्नुपर्ने भयो यसो सल्लाह सुझावको अपेक्षा सहित हामी त भाइ भयो सर बसिरह्यो नि हिजोको भन्दा ठाउँ परिवर्तन भयो भने राम्रो है। परिवर्तन गर्नु है परिवर्तन अहिले म सुरु गरेँ है त। मिति 2082 जेठ 14 गते बेनीघाट वटा गाउँपालिकाको आयोजनामा आधारभूत तह कक्षा 4-8 अध्यापन र नेपाली र अङ्ग्रेजी विषयका शिक्षकहरूका लागि विषयगत 2 दिने तालिम मिति 2082 2-14 गतेका दिन श्री चन्द्रोदय मावि विश्वविद्यालयमा सञ्चालन गरियो। यस दिन सम्पूर्ण सहभागीहरूलाई 10 बजे नै उपस्थित हुन सूचित गरिएको थियो। तसर्थ सूचना अनुसार नै करिब 10 बजे सहभागीहरू आइपुगेका थिए। तत्पश्चात सहभागीहरू सबैलाई एकमुष्ट स्वागत गर्दै चन्द्रोदय माविको सभाहालमा कार्यक्रमको सुरुवात उद्घोषक गापा स्रोत व्यक्ति श्री रामेश्वर पोखरेलज्यूले गर्नुभयो। कार्यक्रमको सुरुवातपछि अतिथि आसन ग्रहण कार्यक्रम रह्यो। अतिथिहरूमा प्रमुख अतिथि गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री बोधराज पाठक, अतिथिहरूमा नेपाली विषयका सहकर्ता नेपाली विशेषगत समितिका संयोजक धर्मराज पन्त, नेपाली विषयगत समितिका सदस्य दयाराम जोशी तथा अङ्ग्रेजी विषयका सहकर्ता अङ्ग्रेजी विषयगत समितिका संयोजक पुल पौडेल सरहरू रहनुभयो। पुल पौडेल संयोजक नै हो नि है रहनुभयो। त्यसपछि प्रमुख अतिथिको मन्तव्यबाट यस दिनको कार्यक्रमको उद्घाटन भयो। मन्तव्यका क्रममा प्रमुख अतिथिले हाम्रा यस पालिकामा 4 प्रकारका शिक्षकहरू रहेका र त्यसबाट शिक्षा सिकाइ प्रक्रियामा एकरूपता नरहेको पाइएकाले यस्तो अवस्थालाई सुधार गर्न र एकरूपता ल्याउन नै यस कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो। प्रमुख अतिथिको मन्तव्यपछि अङ्ग्रेजी समूह बेग्लै भवनमा र नेपाली समूह क्याम्पसको सभाहालमा जम्मा भएर यस दिनको कार्यक्रम सञ्चालन भयो। कार्यक्रमको सुरुवातमा कार्यक्रमलाई व्यवस्थित बनाउन उक्त अवधिभरका लागि एक व्यवस्थापन समिति गठन गरियो, जसमा कार्यक्रम व्यवस्थापन समितिका संयोजक कृष्ण परियार, समयपालक सुरेन्द्र विक, मनोरञ्जक विमला ढकाल सिलवाल, शैक्षिक सामग्री प्रदर्शक सुस्मिता पाण्डे र पार्वती धरेल तथा प्रतिवेदकमा म स्वयं दुर्गाबहादुर रेग्मीलाई चयन गरियो। तत्पश्चात परिचयात्मक कार्यक्रम अगाडि बढ्यो। सहभागी र उपस्थित सम्पूर्ण व्यक्तिहरूको परिचय आदान प्रदान पश्चात सहजकर्ता प्रशिक्षक सरहरूबाट हामीले यस अवधिमा सिक्ने तथा छलफल गर्ने विषयवस्तुका खाका प्रस्तुत गर्नुभयो, जस अन्तर्गत भाषा तत्त्व, विधा शिक्षण तथा मूल्याङ्कनका विषयवस्तुहरू समावेश थिए। यसपछि कार्यक्रमलाई अगाडि बढाउने क्रममा प्रशिक्षक संयोजक सरबाट आधारभूत तह 4-8 समावेश पाठ्यक्रमका उद्देश्य विशेषतः नेपाली भाषा शिक्षण, नेपाली भाषा के हो, दोस्रो भाषाको रूपमा नेपाली भाषा शिक्षण र नेपाली भाषा शिक्षणको विगत तथा वर्तमान अवस्थाका बारेमा सार्वजनिक रेट र विभिन्न स्लाइड मार्फत छलफल तथा प्रश्न पार्नुभयो। त्यसपछि मनोरञ्जनको समयमा दयाराम जोशी सरबाट कक्षा 8को पाठ्यपुस्तकमा समावेश पाठ र विधालाई समिति तयार पारिएको उत्कृष्ट कविता वाचन र श्रवण पश्चात स्वयं सरबाट नै विद्यालय तहमा नेपाली भाषाको सिकाइ उपलब्धि अभिवृद्धिका लागि नेपाली विषय शिक्षकले गराउन सक्ने केही कार्यहरूका बारेमा छलफल, अन्तर्क्रिया तथा स्लाइड प्रदर्शनीबाट प्रश्न पार्नुभयो। त्यसपछिको समय फेरि मनोरञ्जनकै रह्यो र यस क्रममा बबरमहल शब्दबाट यसमा प्रयोग भएका अक्षरहरू प्रयोग गरेर अधिकतम शब्दहरू कसरी निर्माण गर्न सकिन्छ भन्ने शब्द निर्माण खेल र यस क्रममा सहभागी सदस्यहरूले विभिन्न शब्द निर्माण गर्दै कक्षा कोठामा पनि यस्तै प्रकारका खेलहरू खेलाइ विद्यार्थीहरूमा भाषिक शिक्षा र शब्द भण्डारको विकास गराउन सकिने ज्ञान हासिल गर्नुभयो। यसपछि कार्यक्रमलाई अगाडि बढाउने क्रममा भाषा तत्त्व र मूल्याङ्कनसँग सम्बन्धित विभिन्न समस्याहरूका बारेमा छलफल गर्दै भाषा तत्त्वसँग सम्बन्धित हिज्जे र वर्णविन्यास सम्बन्धी समस्या तथा त्यसका समाधान, लिङ्ग वचन पुरुष र आदर्शसँग सम्बन्धित समस्या र त्यसका समाधानसँग सम्बन्धित विभिन्न प्रश्न र तिनका समाधान सहित छलफल भयो। तत्पश्चात सहभागीहरूलाई खाजा खाने समय 20 मिनट निर्धारण गर्दै केही बेर कार्यक्रम स्थगन भयो र खाजा खाने कार्यक्रम अगाडि बढ्यो। खाजा कार्यक्रम पश्चात मनोरञ्जनको समयमा कार्यक्रमसँग सम्बन्धित सिकाइका लागि सन्देशमूलक गीत मार्फत सहभागी साथीहरूले आफ्ना प्रतिभा प्रस्तुत गर्नुभयो। मनोरञ्जन पश्चात पुनः कार्यक्रम सुरुवात गरी भाषा तत्त्वसँग सम्बन्धित वाच्य परिवर्तनसँग सम्बन्धित समस्या तथा क्रियाका भाव र वाक्य परिवर्तन तथा प्रेरणार्थकसँग सम्बन्धित समस्या र समाधानसँग सम्बन्धित विषयवस्तुमाथि छलफल गरियो। यस क्रममा दिन क्रमशः ढल्दै गएको र सहभागी साथीहरू टाढा पुग्नुपर्ने भएकाले कार्यक्रमलाई छुट्याउँदै व्यवस्थापन संयोजकबाट भोलि पुनः 8 बजे कार्यक्रम सुचारू हुने
जानकारी प्रदान गरियो र यस दिनको कार्यक्रमलाई समापन गरिएको जानकारी दिँदै कार्यक्रम समापन भयो। अन्त्यमा पालिकाको आयोजनामा भएको यस्तो कार्यक्रम आगामी दिनहरूमा बढीभन्दा बढी सञ्चालन गर्न सके आफूमा भएका कमी कमजोरी सुधार गर्दै समग्र पालिकाभर एकरूपता कायम गर्दै उच्चतम सिकाइ उपलब्धि हासिल गर्न सकिन्छ भन्ने सन्देश प्रवाहित भएको छ। धन्यवाद। ताली अलि गडगडाट आयो नि है।